गुरुवर्ग र सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा साधारण नमस्कार। आज यसै विद्यालयको 18औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा लोक भजन लिएर आएका छौँ। लोक बाजा लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हामी यहाँ उपस्थित भएका छौँ। यस भजनले संसारमा सुख दुःख दुवै आउँछन्, तर लास्ट अन्त्यमा हामी सबै यो संसार छाडेर जानुपर्छ भन्ने सत्यतालाई बुझाएको छ। यसमा प्रस्तुत गर्नुको मुख्य उद्देश्य भनेको हामी विद्यार्थीहरूले आफ्नो धर्म संस्कृति नबिर्सौँ र अनुशासित बनाऊ, सबैलाई सम्मान गरौँ भन्ने नै हो। अब कति पनि ढिला नगरिकन यो भजन प्रस्तुत गर्न गइरहेका छौँ, स्वीकार्नुहोस्। धन्यवाद। हरि पहिलो नमन गणेशलाई, दोस्रो आयोजकलाई, पहिलो नमन गणेशलाई, दोस्रो आयोजकलाई, तेस्रो नमन उपस्थित र सबै दर्शकहरूलाई। यही हो हाम्रो संस्कार, सबलाई नमस्कार, यही हो हाम्रो संस्कार। सुख दुःख हाँसो खुसी जीवनको पाटो, सुख दुःख हाँसो खुसी जीवनको पाटो। राजा होस्या सुकुम्बासी जाने एउटै बाटो, जीवन घाम पानी हो मरेरै जानी हो, जीवन घाम पानी हो। बाहिर हाँस्दै हिँडे पनि रुन्छन् लुकी लुकी, यो गलीमा सबै दुखी को छ यहाँ सुखी। साथ छोड्यो सुखले घेरी गो दुखले, साथ छोड्यो सुखले। एक्लै हुन्छौँ दुःख पर्दा भिडले मन रुँदा, एक्लै हुन्छौँ दुःख पर्दा भिडले मन रुँदा। भगवान पनि दुखी हुन्छन् भक्त दुखी हुँदा, प्रभु तिम्रै भरोसा तिम्रै नै छ आशा, प्रभु तिम्रै भरोसा। सडक दुर्घटना कि त रोगले मार्ने, कि त सडक दुर्घटना कि त रोगले मार्ने। संख्या बढ्दै गयो प्रभु
रौनक कसो गर्ने आखिर अल्प आयुमै यो जीवन वायुमै आखिर अल्प आयुमै हरे राम नाम जप्ने मुखले अनेक थरी खासी राम नाम जप्ने मुखले अनेक थरी खासी शत्रु खोज्न टाढा जानु पर्दैन रोगलासी आफ्नो जीवन सपार अल्पत्र नपार आफ्नो जीवन सपार अभियान लिँदै धर्म संस्कार जोगाउने अभियान लिँदै बिदा हुन्छौ आयोजकलाई धन्यवाद दिँदै बिदा हुन्छु म अहिले अब भेट कहिले बिदा हुन्छु म अहिले रामचन्द्र भगवानको सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको धन्यवाद।